बच्चाहरूलाई पनि कति खुसी हेर्नु न। अब स्कुलमा गयो, अहिले ठुलो छोरा, त्यो स्कुलभरिमा 1000जना बच्चा छ, उसलाई नचिन्ने बच्चा र उसलाई नचिन्ने त्यो नाम थाहा उसको नाम थाहा नहुने कुनै पनि टिचर छैन त्यहाँ, होइन। भाइरल रिजवान दाई भाइरल स्टेप भन्छ, एउटा गर्वको महसुस पनि हुन्छ नि त। एउटा स्कुल पढ्दै गर्दाखेरि एउटा 1000जनाको जमातले, होइन, खालि उसकै मात्रै गुणगान गाउनु त त्यो पनि त बच्चाको लागि ठुलो कुरा हो। हामीले त यो चिज पो गर्ने हो त। अनि बाल शोषण हुन्छ, अब काम सिकाउँ त बाल शोषण हुन्छ, घरमा थाममा बाँधेर रायो भइगयो नत्र, होइन, केही पनि गर्न नलाएर। अनि अहिले सानो चाहिँ अब अहिले हाम्रो ह्याप्पी बोर्डिङमा पढ्छ अहिले सानो, अनि त्यहाँ अहिले कहिले कहिले हाम्रो प्रिन्सिपल सर म्याडमले पुर्याउनु ल्याउँछन्, अनि त्यहाँको सर मिस सबै, होइन, त्यहाँको भुराहरू सबले उसलाई चिने। अब अस्ति भर्खर गएको त नयाँ क्लासमा सबैले चिनेको भएर अहिले कति खुसी छ। म एक दिन मेरो सरहरूलाई म पिज्जा बनाएर खुवाउनलाई म बोलाउँछु है बा, म बनाएर खुवाउने हो भन्छ, होइन। अनि के भन्छ अरे, आरके सेपको रेमनको बाबु त के अरे यो नेपालको एकदमै राम्रो खतरा सेप हो भनेर मलाई त्यस्तो भन्यो नि बाबा त्यहाँ, मलाई त म त त्यहाँ त एकदम रेस्पेक्ट पाएँ नि भनेर कति खुसी हुन्छ क्या त्यो। अनि त्यो खुसी हुँदो रहेछ। अनि त्यस पछाडि त्यो घर आए पछाडि म खाजा आफै बनाएर खान्छु भन्छ कि। अनि स्कुल जाने बेला पनि खाजा के बनाऊँ, म आफै बनाएर लान्छु, मेरो टिफिन म आफै बनाएर लान्छु भन्छ कि। हेर्नु त त्यो 2 कक्षा पढ्ने भुराको खुसी, होइन। अनि स्कुलबाट आउने बेलामा एउटा कुरा सुनाउँछ कि, आज डाइरेक्टर सरले तपाईँलाई यस्तो भन्नुभएको थियो नि, आज म त डाइरेक्टर सरले मलाई ल्याइदिनु भएको, होइन। अब त्यो स्कुल पनि अब त्यत्तिको केयर गरेर घरमा गर्नुपर्ने व्यवहार जुन छ त्यो गरिदियो भने त बच्चा त्यति खुसी हुँदो रहेछ नि त। अनि त्यो खुसी भएको इन्भाइरोमेन्टमा त्यसले पढाइ पनि राम्रो गर्छ, अनि सबै कुरा राम्रो हुन्छ। हाम्रो त यहाँ सोचै गलत, सोच्ने गलत, बुझ्ने गलत, अनि त्यस पछाडि अरू कसैले राम्रो गर्दैछ भने त्यसलाई पनि हेर्ने दृष्टिकोण गलत,